गुड मर्निङ सबैजनालाई गुड मर्निङ शुभ बिहानी है। वेलकम छ मेरो वीरेन्द्र खत्री ब्लग्समा। म हाल साउदीबाट है। यो मेरो कम्पनी अल्फला हो। म हजुरलाई स्टिकर पनि देखाउँछु। स्टिकर कहाँ छ खै छैन यहाँ स्टिकर। अल्फला चाहिँ यसो देखाउँछु। यो कम्पनी हो मेरो होइन। हाल म अहिले हुन्डाई कम्पनीमा छु। काम गर्दै गरेको अवस्था। अहिले म डिजल हाल्न जाँदैछु। डिजल राख्न बिहानको 7 बज्न आँटेको छ। यता सब गाडीहरू लाइन लागेको छ डिजल राख्ने। लोडरहरू छ, अरू गाडीहरू छ। तपाईहरु देख्न सक्नुहुन्छ होइन। हुन्डाई कम्पनी है यो। हुन्डाई टावर लाइनको काम हाम्रो यो क्याम्प बन्दैछ यता। त्यही क्याम्पको लागि तयारी गर्दै क्याम्प बनाउँदै टक 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 घोडा हिँडेको जस्तै आवाज आउँछ। टक 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 टक। हाम्रो यो बसले नै ल्याउने गर्छ। यो बसले नजिकै छ बसाइ हाम्रो, धेरै टाढो छैन। अनि यो ब्लग बनाउन लगाएको भर्खर नै हो। 2-4 दिन नै भयो भन्नु पर्यो। यसो ट्राई गर्दैछ के हुँदो रहेछ यो युट्युबतिर भनेर। पहिला टिकटकतिर भिडियो पोस्ट गरिन्थ्यो नि त। अब युट्युबतिर पोस्ट गरिन्छ कहिलेकाहीँ, त्यति मात्रै हो। मौसम एकदम चिसो छ अहिले यताको। 15 डिग्री 16 डिग्री उसमा चलिरहेछ। सुन्नमा आएको छ कि यताको मौसम धेरै गर्मी नै हुँदैन, ठिक्क हुन्छ। यता घरहरूमा एसी पनि लाउनु पर्दैन भन्ने कुरा चाहिँ सुनेको छु। सायद होला यो चिसै छ अहिले मौसम क्या अरे है। 2-4 महिना कस्तो हुन्छ मौसमको अवस्था त्यो बुझ्नुपर्छ। बस्दै गए थाहा होला। 2 महिना भयो अहिले यता आएको, धेरै भएको छैन। अब त्यहाँ राखिरहेको छु मैले गाडी। त्यहाँबाट यता डिजल राख्ने। यस्तो छ हाम्रो कम्पनी है। ल हेर्नुहोस् साउदी। बिहानको 7 बजे अहिले। लगभग 7 बजे होला। 6:55 भएको छ। कहिले भरिन्छ? कति टाइम लाग्छ? आधी भयो। त्यो हानेर थाहा हुन्छ। साउदी अरब भनिन्छ। साउदी अरब ल मेरो गाडी नम्बर है। सेफ्टी लाइट अनिवार्य बाल्नुपर्छ यसमा कम्पनीहरूमा। यो भएन भने काम गर्न दिँदैन सेफ्टीले। सेफ्टी एकदम कडा हुन्छ होइन साउदीको। आरामको साइडमा झन् गाह्रो हुन्छ। कतिखेर भर्छ अहिले? मेरो पालो कतिखेर आउँछ भन्ने थाहा छैन। कति गयो सुन्नु देखिँदैन होला मिटर। मोबाइल राम्रो भएको देखिन्छ र है। राम्रो मोबाइल किन्नु पऱ्यो होला। आइफोन लिनु पऱ्यो भ्लग बनाउनलाई। एउटा गाडी यहाँ आउँदैछ डिजल राख्नलाई। नेपालको त टमटक हुँदैन। हुन्छ नेपालमा यस्तो पाउँछ हाइवेहरू, तर यता नर्मलमा यस्तो चल्छ यता प्रायः। हाम्रो एकजनाले डिजल राख्दैछ। भएछ यहाँबाट डिजल हालेपछि म उता जानुपर्छ काम गर्न। यो अगाडि अर्को एउटा लोडर छ नि त। उताको लोडर छ नि एउटा। त्यहाँ पुग्नुपर्छ काम गर्न। यो पनि हाम्रै कम्पनीको लोडर हो।
गयो साइडमा टिकल लगाएर इलियास भाइ फिर बाद में गिर जाए पाना नहीं हो हाँ पाना नहीं 300 जति जान्छ मेरोमा 320-25सम्म जान सक्छ यहाँ काँटा हुन्छ हजुर हैन यो काँटाले देखाउँछ यो माथि आउँछ यो आएपछि बन्द हुन्छ हजुर कम्पनीको बारे इन्फर्म दिनु पऱ्यो क्या सबैले हुन्डाई कम्पनी राम्रो छ भनेर भन्नु पऱ्यो आफ्नो कम्पनी राम्रो पऱ्यो हैन कति लिटर गयो यहाँ देखाउँछ हजुर हजुर नम्बर अगाडिबाट 63-60 भन्नुभयो त्यहाँ अब लाग्यो अब ड्युटीतिर दिनभरिको ड्याङ 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 दिनभरिको ड्याङ ड्याङ सुन्नुपर्छ न फोन आएको सुनिन्छ न यताबाट फोन गर्न मिल्छ होइन फोन त गर्न मिल्छ तर सुनिँदैन ब्रेकरको आवाज चाहिँ ढुङ्गा एकदम कडा कडा छ यो कम्पनी हुन्डाई कम्पनी थोत्रो गाडी छ होइन बिग्रेकै गर्छ दिनकै बिग्रेकै गर्छ हाम्रोमा त बल्कि नयाँ गाडीहरू छ पुरानो छैन चाहिँ 2023 हामी आउँदा 2 वर्ष हुनलाई अब यहाँको यो अर्को महिना 2 वर्ष पुरै पुग्छ पुरै नयाँ गाडी लिएर पठाएको यो गाडी 4वटा गाडीको मैले फेरेको अहिले जुमलाई चलाएँ 2टा अनि एउटा अर्को डुसान यो डेभलनको हो यो टेब्लन लेखेको डुसान मर्छु भएको टेब्लन लेखेको है साथीहरूले यसो हेर्नुहोस् यस्तो छ साउदीको दुःख सुख अब यो कम्पनी त सुखै छ अरू ठाउँभन्दा अरू ठाउँमा त 3:30 बजे 4 बजे उठ्नै पर्छ बिहानमा नउठी ड्युटी भ्याउँदैन अनि ड्युटी गर्न पनि गाह्रो छ बिहान मतलब अब गर्मी मौसम आउँदैछ गर्मीमा निकै गाह्रो हुन्छ सबैलाई बाहिर काम गर्ने दाजुभाइहरूलाई कति गाह्रो हुन्छ होला गर्मीमा पानी पिउनुहोस् अब गर्मी मौसम आउँदैछ होइन हामी त एसीभित्र काम गर्नुपर्छ बसेर अब साह्रै गाह्रो पर्दैन यो एसी हो यहाँबाट एसी आउँछ त्यति गाह्रो चाहिँ हुँदैन हाम्रो लागि त बाहिर काम गर्नेहरूलाई चाहिँ अलिक गाह्रै हुन्छ पानी मजाले पिउनुपर्छ पानी पिएन भने ज्यानको खतरा हुन्छ यो हुन्डाई कम्पनीको ड्रिल मेसिन यसले ड्रिल गर्छ मान्छेले खाल्टो गर्दैन नि त यहाँ ड्रिल गर्छ अनि त्यहाँ पोल हाल्नलाई कम्पाउन्ड गर्नलाई रड हाल्ने के हो अब यहाँ आउँदैछ नास्ता ल्याएर आएको जस्तो हाम्रो त्यो सानो गाडीले नास्ता दिएको छैन बिहान 7:30-8 बजे दिन्छ बङ्गाली नास्ता दिन्छ पिरो हुन्छ तेल बढी साउदीमा आएर तेल पिरो खान पायो भन्दाखेरि ज्यान त धरापमा पर्छ नि हजुर साउदीमा हुने दाजुभाइहरूले खानामा एकदम कन्ट्रोल गर्नु चिल्लो पिरो खानु हुँदैन होइन आफ्नो ज्यानको सुरक्षा गर्नुपर्छ
नेपालबाट हामी जसरी आयो त्यसरी फर्किनुपर्छ। त्यस्तो लाग्छ मलाई। अब आफ्नो आफ्नो विचार हो, के कस्तो कसो भनेर आफ्नो आफ्नो विचार हो। ओके, आजलाई यति नै है। अब अर्को ब्लगमा भेटौँला। हजुरहरूलाई साथ सपोर्ट गर्नुभयो भने लाइक सब्सक्राइब गरिदिनु होला। म नयाँ नयाँ ब्लग बनाउँदैछु साउदी अरबबाट। हजुरहरूले हेरेर साथ दिनु होला। हजुरहरूको प्रतिक्रिया के कसो छ त्यो पनि भनिदिनु होला कमेन्ट मार्फत है। अब यहाँबाट गएर त्यहाँ पुग्नै लाँटे। अब पुगेपछि पुरै हान्नुपर्छ ड्याङ 10 घन्टा हान्नुपर्छ। ओभरटाइम छैन होइन। गाडी रोक्यो भने ड्याङ नै गर्न छोड्यो भने के बोलेर गाडी भनेर सोध्न आउँछ। निकै गाह्रो छ यो कोरियाको काम गर्न। हस् त, अहिलेलाई बाई बाई। हस्, अर्को ब्लगमा फेरि भेटौँ।